सबैजनालाई नमस्कार। धेरैलाई त भन्दिनँ, तर जति पनि झामी झाँक्रीहरू हुनुहुन्छ उहाँहरूलाई मेरो एउटा तपाईँको यो भनेको अफर पनि भयो। एउटा पनि तपाईँहरू यदि तपाईँहरूलाई भक्तजन चाहिन्छ भने म दिन तयार छु, तर तपाईँहरूले त्यो भक्तजनको उद्धार गर्नु होला। तपाईँहरू राम्रो कर्म गर्नु होला। तपाईँलाई यदि भक्तजन चाहियो भने मलाई खबर गर्नु होला। गुरु मेरोमा भक्तजन आएन, सडकको भाडा मैले तिर्न सकिनँ, मलाई भक्तजन चाहियो भन्नु होला। म त्यो भक्तजन तपाईँहरूलाई तपाईँको नम्बर दिएर भक्तजन तपाईँकोमा पठाइदिनेछु। मलाई किनभने मलाई कसैको भक्तजन खोज्नु पनि छैन, कसैको केही पनि गर्नु। तर तपाईँहरू सच्चा तरिकाले उद्धार गर्नु होला क्या भक्तजनको। सच्चा तरिकाले उद्धार गर्नु होला। गुरु त्यहाँबाट चाहिँ मेरो उद्धार भयो है भनेर मलाई जब आएर भक्तजनले भन्छ भने म तपाईँहरूलाई त्यसको 4 गुणा, 1 जना भक्तजन बराबर 10 जना भक्तजन पठाइदिनेछु। तर तपाईँहरूले त्यो भक्तजनको उद्धार गरेर देखाउनु पर्यो, राम्रो कर्म गर्नु पर्यो। भक्तजनलाई एकदम के तपाईँहरूको एकदम फुलको थुङ्गा जस्तै एकदम दीप जस्तो जगमग पारिदिनु पर्यो क्या। भक्तजनको त्यो बिरामहरूलाई हटाएर एकदम उनीहरूलाई सुख शान्ति बनाइदिनु पर्यो। अन्यथा अब भक्तजन मेरोमा आएन, सबै त्यसले लिएर गयो यताउता भन्ने कुरो है। अब कतिले के भन्छ, कतिले के भन्छ। अब प्रभु तपाईँहरू पनि राम्रो कर्म गर्नु न, राम्रो काम गर्नु न, भक्तजनको उद्धार गर्नु न। म आफै स्वयं तपाईँहरूलाई म भक्तजन पठाइदिनेछु। यो मेरो प्रतिबद्धता भयो हरेक माता, हरेक झाँक्रीहरूलाई। गुरु मैले चाहिँ आजसम्म यतिजना भक्तजनको उद्धार गरेको छु, यो कार्य गरेछु भनेर मलाई भन्नु होला। तपाईँहरूलाई म भक्तजनको नम्बर दिएर तपाईँहरूकोमा पठाइदिनेछु। मैले यो प्रतिबद्धता जनाएँ। तर भक्तजनको चाहिँ उद्धार चाहिँ जसरी पनि हुनु पर्यो। यसको मतलब यो होइन यो गुरुले मेरो भक्तजन सबै तानिदियो। तपाईँहरू पनि बाबा, तपाईँहरू पनि राम्रो कर्म गर्नु न हौ। तपाईँहरू पनि भक्तजनको उद्धार गर्नु न। तपाईँहरू पनि भक्तजनको लाइन हुन्छ त। अब कर्म चाहिँ तपाईँको कुकर्म छ अनि फल मात्रै आश गरेर हुन्छ त? अब होइन, कर्म पनि सही गर्नुपर्छ। कर्म सही गर्नु, फल अवश्य पाउनुहुन्छ। त्यसमा मेरो साथ हुनेछ। सही कर्म गर्ने झाँक्री माताहरूलाई भोलिको दिनमा कुनै पनि समयमा, कुनै पनि ठाउँमा आवश्यक परेको खण्डमा म साथ दिनेछु। सही कर्म, सत्य कर्म गर्नेलाई। यदि झुटा कर्म गरेर अरूलाई ठग्ने, छल्ने, दुनियादारी गर्ने झाँक्री माताहरूलाई चाहिँ म काल बनिएर उभिनेछु त्यो ठाउँमा। यति कुरो विचार पुर्याउनु होला। हस्, धन्यवाद।